फेरि आफ्नो के कामको लागि हिँड्ने फेरि आफ्नो ट्र्याक्टर लिएर हिँडेको छ। ल अब यहाँ ट्र्याक्टर आफ्नो करेसाबारीमा आइसकेको छ फेरि पनि। ए हे अघि पत्ताकोपी थियो, अहिले फुलकोपी टिप्न लागेको। ल कति ठुलो ठुलो हो पत्ताकोपी फुलकोपीहरू पनि। ओहो पानी पाला जस्तो भयो चटकनी। ल है ओहो यो त पुरा भुमरी आएको छ त। यो भुमरी आयो भने कृषिलाई कति नोक्सान बनाउँछ ल हेर्नुहोस्। यो घरलाई पनि नोक्सान बनाउने जस्तो देखिरहेको छु मैले। त्यो घरभित्र गएको छ। ल सत्यनाश बनाइदियो त। कृषिलाई यो प्रकृतिले पनि यस्तो धोका दिन्छन् ल हेर्न। कति मेहनत गरेर बनाएको थियो ल धेरै बिजोग बनाइदियो नि त यहाँ त। अब रुनु न हाँस्नु भयो। यस्तो भएपछि त जसलाई पनि अब टेन्सन भइहाल्छ, पिर पर्छ। यत्रो मेहनत गरेर लागेको खेती बिचरा अब त्यही माथिबाट ट्र्याक्टर हिँड्न बाध्य भयो के। निराश भएको छ बिचरा। ल फेरि अब ट्र्याक्टरमा समस्या देखियो ल। त भाग्यले साथ दिएन भने केही गरे पनि हुँदैन भन्दा साँच्चै आइन्छ। ल स्ट्रबेरी टिप्दैछ। ल होइन स्ट्रबेरीको खेती यसरी हुँदो रहेछ। कति राम्रो फलेको छ यो। ल अहिले यो औजारहरू लिएर हिँडेको छ। यति बेला अर्को ट्र्याक्टर ल्याइसकेको रहेछ। औजार लिएर हिँडेको छ। यो ट्र्याक्टर आयो चलिरहेको। अब यसलाई पानीले निभाउन लागिरहेको छ। र निभाइरहेको छ पानीले यसले। अर्को मिस्त्री आएछ। मिस्त्रीले अब बनाउँदैछ। ल धन्यवाद छ हजुरलाई भनेको छ। ल आफ्नो गोदामतिर लागेको छ यो। अब यसले यो सरसफाइतिर जुटे जस्तो छ। अब सरसफाइ गर्नुतिर। ल साथीहरू यो के हो है।